अनि नयाँ सरकार आइसके पछाडि नीति नियम चेन्ज गर्ने क्रममा अवश्य पनि विदेशी कामदारहरूको लागि त नीति नियम चेन्ज भइहाल्छ है। अनि रोमानियामा चाहिँ अहिले महँगाई एकदमै धेरै बढिरहेछ हैन, हरेक चिजमा एकदमै महँगाई बढिरहेछ। यहाँको नर्मल मान्छेहरूलाई सर्भाइभ गर्न एकदमै गाह्रो भइरहेछ है। अनि ट्याक्सको कुरा गर्नुपर्दा ट्याक्सहरू पनि एकदमै हरेक चिजमा एकदमै धेरै ट्याक्स है। अनि अहिले आएर रोमानियाको राजनीतिमा चाहिँ उथलपुथल भइरहेछ है। 2026 मे 5 मा चाहिँ रोमानियाको पुरानो गभर्नमेन्ट चाहिँ ढलिसकेको छ हैन। सो फेरि पनि स्वागत गर्न चाहन्छु तपाईहरुलाई म मेरो युट्युब च्यानल जेआरपी ब्लगमा। आई होप सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिकठाक छु है। अनि आज चाहिँ म टक्क रेडी भएर चाहिँ मार्केटतिर जान लागिरहेको छु हैन, किनकि आज मेरो छुट्टी हो नि त गाइज। अनि सदाको चाहिँ तपाईहरुमा इम्पोर्टेन्ट इन्फर्मेसन लिएर आउने क्रममा आज पनि म एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन लिएर उपस्थित भइसकेको छु है। अनि जुन चाहिँ आजको भिडियो चाहिँ तपाईहरुले एकदमै सुन्नै पर्ने बुझ्नै पर्ने छ, एकदमै इम्पोर्टेन्ट छ हैन। जति पनि साथीहरु चाहिँ 2026 मा रोमानिया आउन चाहिराख्नु भएको छ अथवा एप्लाई गरेर बसिराख्नु भएको छ भने चाहिँ उहाँहरुको लागि एकदमै इम्पोर्टेन्ट इन्फर्मेसन छ है। अनि के हो इम्पोर्टेन्ट इन्फर्मेसन भन्नुपर्दाखेरि चाहिँ थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला है। अनि भिडियोलाई सुरु गर्नुभन्दा अगाडि चाहिँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ कृपया सब्स्क्राइब गरिदिनु होला, ताकि थप इनर्जी मिलोस् भन्नका लागि है त। अनि अहिले आएर रोमानियाको राजनीतिमा चाहिँ उथलपुथल भइरहेछ है। 2026 मे 5 मा चाहिँ रोमानियाको पुरानो गभर्नमेन्ट चाहिँ ढलिसकेको छ हैन। अनि गभर्नमेन्ट ढल्नुको कारण चाहिँ धेरै छ हैन। गभर्नमेन्टले ल्याएको आर्थिक नीति अनि महँगाई अनि ट्याक्सको कुराहरूले गर्दाखेरि चाहिँ पुरानो सरकारप्रति चाहिँ जनता अथवा राजनीतिक व्यक्तिहरू चाहिँ एकदमै असन्तुष्ट भएर चाहिँ पुरानो सरकार चाहिँ रोमानियामा अहिले ढलिसकेको छ हैन। अनि रोमानियाको पुरानो सरकार ढलिसके पछाडि चाहिँ अब अवश्य पनि नयाँ सरकार आइहाल्छ हैन। अनि नयाँ सरकार आइसके पछाडि चाहिँ अब अभियसली अब नीति नियमहरू त चेन्ज गरिहाल्छ नि हैन। अनि रोमानियामा चाहिँ अहिले महँगाई एकदमै धेरै बढिरहेछ हैन, हरेक चिजमा एकदमै महँगाई बढिरहेछ। यहाँको नर्मल मान्छेहरूलाई सर्भाइभ गर्न एकदमै गाह्रो भइरहेछ है। अनि ट्याक्सको कुरा गर्नुपर्दा ट्याक्सहरू पनि एकदमै हरेक चिजमा एकदमै धेरै ट्याक्स है। अनि त्यस्तै स्यालेरीमा पनि एकदमै धेरै ट्याक्स पे गर्नुपर्ने हुन्छ है। अनि आर्थिक नीतिमा पनि एकदमै कडाइ भइरहेछ हैन। अनि यस्तै कारणले गर्दाखेरि चाहिँ यहाँको मान्छे तथा राजनीतिक दलहरू चाहिँ असन्तुष्ट, सरकारप्रति चाहिँ एकदमै असन्तुष्ट भएको कारणले गर्दाखेरि चाहिँ पुरानो सरकार हिजो मे 5 मा चाहिँ ढलिसकेको छ हैन। अब नयाँ पुरानो सरकार ढलिसके पछाडि त अब अवश्य पनि नयाँ सरकार बनिहाल्छ हैन। अब नयाँ सरकार बनिसके पछाडि चाहिँ अब नयाँ नीति नियमहरू चाहिँ अवश्य ल्याइहाल्छ हैन। अनि नयाँ सरकार आइसके पछाडि नीति नियम चेन्ज गर्ने क्रममा अवश्य पनि विदेशी कामदारहरूको लागि त नीति नियम चेन्ज भइहाल्छ है। अनि अहिलेसम्म भिजा प्रोसेसहरू अनि भिजा रेसियोहरू वर्क पर्मिटहरू चाहिँ अहिलेसम्म नर्मल्ली ठिकै गइरहेछ, चलिरहेछ हैन। तर अब नयाँ सरकार आइसके पछाडि चाहिँ हामी विदेशी कामदारहरूको लागि चाहिँ केही असर पर्छ कि भन्ने निकै आशंका गरिएको छ है। अनि भिजा प्रोसेसहरू चाहिँ वर्क पर्मिटहरू चाहिँ एकदमै कडाइ हुने, एकदमै ढिलाइ हुने हुन सक्ने आशंका गरिएको छ है। अनि अहिलेसम्म इन्डिया एम्बेसीमा हामीले इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ अहिलेसम्मको अवस्था त ठिकै छ हैन। तपाईहरुलाई नर्मल कुराहरू नै सोध्छ हैन, तपाईहरुको बारेमा कम्पनीको बारेमा नर्मल कुराहरू चाहिँ इङ्ग्लिसमा इन्टरभ्यू लिँदै आइरहेको छ हैन। अबको नयाँ सरकारले भाषामा अलिकति कडाइ गरेर हैन, अब ए लेभलको अब नर्मल भाषा पनि अब बोल्नुपर्ने छ इन्टरभ्यूमा, त्यस्तो भनिदिन पनि सक्छ हैन। त्यस्तै आशंका गरिएको छ हैन साथीभाइहरू। अब त्यही हो है। अब विदेशतिर अब युरोपियन, विशेष गरी युरोपियन कन्ट्रीहरूमा चाहिँ सुरुमा चाहिँ अब फ्री हुन्छ हैन, आउनको लागि एकदमै सजिलो हुन्छ। जति पनि साथीहरूले एकदमै ढिलाइ गर्नुहुन्छ उहाँहरूको लागि एकदमै घाटा हुन्छ। बिस्तारै हरेक नीति तथा नियमहरू चाहिँ कडाइ हुँदै गइसके पछाडि चाहिँ हामीलाई आउन एकदमै गाह्रो हुन्छ है। त्यही भएर मैले पहिलाको भिडियोमा पनि भइ नै रहा हुन्थ्यो हैन। तपाईहरु रोमानिया आउन चाहिराख्नु भएको छ भने चाहिँ अहिलेको समयमा एकदमै सजिलो छ, एकदमै ठिक छ, आउनु होला भनेर चाहिँ म पहिलाको भिडियोमा पनि भन्थेँ है। अनि त्यस पछाडि आएर अहिलेसम्म चाहिँ धेरै कुराहरू चेन्ज हुँदै आइरहेको छ हैन। अझ अब नयाँ सरकार बनिसके पछाडि चाहिँ एकदमै
हरेक नीति नियमहरू चाहिँ चेन्ज हुन्छ होइन, हामीलाई आउनलाई एकदमै गाह्रो हुन्छ है। त्यही भएर बेलैमा सोचिहाल्नु होला, बुद्धि पुऱ्यायो होला होइन, राम्रो मेनपावरहरू खोजेर चाहिँ आउनु होला। अब रोमानिया ठिकठाक छ अहिलेको समयमा होइन, युरोपको अब सेङ्गेन कन्ट्री हो है। यहाँ आइसके पछाडि चाहिँ हामीले धेरै अपर्च्युनिटीहरू पनि ग्र्याब गर्न सक्छौँ, अरू देश पनि अब मुभ हुन सक्छौँ। तपाईँहरूको क्षमता अनुसार तपाईँहरूले मिलाउन सक्नु अनुसार चाहिँ तपाईँहरू अरू देश पनि जान सक्नुहुन्छ है त। 2-3 वर्ष अगाडि रोमानियाको प्रोसेस, भिजा रिसियो, वर्क पर्मिट टाइमिङ अनि लागतहरू चाहिँ एकदमै सजिलो थियो, एकदमै थोरै थियो लागतहरू भनौँ न। 2-4 वर्ष पछाडि चाहिँ एकदमै चेन्ज भइरहेछ, हरेक कुराहरू चेन्ज भइरहेछ है। त्यही भएर कति पनि ढिलाइ नगर्नु होला भन्न चाहन्छु है। अनि एप्लाई गर्ने हो भने चाहिँ अहिले पनि गर्दाखेरि ठिक हुन्छ होइन, तर अब केही समय पछाडि चाहिँ के हुन्छ भन्न सकिन्न है। एकदमै टाइट हुँदै आइरहेछ रुल्सहरू है, नीति नियमहरू चेन्ज हुँदै आइरहेछ, सरकारहरू चेन्ज हुँदै आइरहेछ है त। अहिलेसम्म चाहिँ विदेशी कामदारहरूको लागि चाहिँ एकदमै असर पर्छ, नीति नियमहरू चेन्ज हुन्छ भन्ने आशंका गरिएको छ है। अनि अब हेरौँ नयाँ सरकार आइसके पछाडि यहाँको नीति नियमहरू के कस्तो हुन्छ। अब आशा छ अब ठिकै होस्, राम्रै होस् विदेशी कामदारहरूको लागि भनेर चाहिँ म भन्न चाहन्छु है साथीभाइहरू। अनि आजको भिडियोमा चाहिँ अब यति नै इन्फर्मेसन तपाईँहरूलाई मैले सेयर गर्न चाहेँ है। अनि भिडियोलाई हेर्दै गर्नु होला, साथ सपोर्ट गर्दै गर्नु होला है। अनि तपाईँहरू पनि स्वस्थ रहनु होला, व्यस्त रहनु होला, आफ्नो कामप्रति व्यस्त रहनु होला भन्न चाहन्छु है।